हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज पनि फेरि म तपाईहरुलाई एउटा छुट्टै नयाँ इन्फर्मेसन भिडियो लिएर उपस्थित भएको छु। आज चाहिँ जो साथीहरु चाहिँ अहिले पछिल्लो समयमा E74R बनाइसक्नु भएको र E74R बनाइसकेको साथीहरुले जो डिपेन्डेन्टमा ल्याउने फ्यामिली डिपेन्डेन्ट भिजाको लागि चाहिँ हामीले वर्क परमिट चाहिँ कसरी लिन सकिन्छ, वर्क परमिट लिनको लागि चाहिँ आवश्यक डकुमेन्टहरु के हो, यो चाहिँ कहाँबाट बनाउन सकिन्छ र कामदार आफैले कसरी लिने अनि कामदार आफैले बनाउनु पर्ने डकुमेन्ट तयार गर्नुपर्ने डकुमेन्टहरु के छ र साउबाट जुन रोजगारदाताले दिनुपर्ने डकुमेन्टहरु चाहिँ के छ अनि हामीले कसरी लिन सकिन्छ, यसको विभिन्न सुरुदेखि अन्तिमसम्मको प्रोसेस चाहिँ कसरी छ, त्यसको विषयमा चाहिँ आजको विशेष भिडियो हुनेछ। भिडियो हेर्दै गर्नु होला। अनि यदि तपाई चाहिँ मेरो च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ अथवा मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि यस्तै विभिन्न जानकारीमूलक भिडियो हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानल एलोन ट्राभलर भन्ने युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्न सक्नुहुनेछ। सबैभन्दा पहिला हामीले E74R पाइसकेपछि चाहिँ जुन इङ्गु खम्सो छियाकमा पाउने भिजा हो, यो चाहिँ विशेष गरेर घट्दो जनसङ्ख्या क्षेत्रमा चाहिँ पाउने भिजा हो। त्यसरी हामीले E74R भिजा प्राप्त गरिसकेपछि चाहिँ हामीले नेपालबाट आफ्नो फ्यामिली बोलाउने गर्छ। आफ्नो फ्यामिलीहरु बोलाइसकेपछि चाहिँ हामीले चाहिँ कुन क्षेत्रमा चाहिँ हामीले काम गर्न सकिन्छ त, हामीले अनि कामदारले तयार गर्नुपर्ने डकुमेन्टहरु कस्तो छ, यसको लागि प्रोसेस के छ अनि साउले कुन डकुमेन्ट चाहिँ बनाउनु पर्छ भन्ने विषयमा हामी सरसर्ती आज विषयमा कुरा गर्ने नै छु। भिडियो हेर्दै गर्नु होला। सबैभन्दा पहिला हामी कम्पनीमा जान्छौँ। E74R को जुन डिपेन्डेन्टले चाहिँ कम्पनी अथवा सिक्दाङ जहाँसुकै पनि हामीले काम गर्न पाउने एउटा प्रावधान छ। त्यसको लागि चाहिँ हामीले सबैभन्दा पहिला कम्पनीमा गएर रोजगारदातासँग चाहिँ हामीले खेयाक गर्नुपर्ने हुन्छ। हाम्रो कति दिन काम गर्ने अनि मासिक स्यालेरी अथवा कसरी लिने, जस्तै अब त्यसको लागि खुल्लो खेयाक्सा चाहिँ हामीले तयार गर्नुपर्ने हुन्छ। जुन रोजगारदाताको तर्फबाट बनाउनु पर्ने कागजपत्र त्यो एउटा छ, खुल्लो खेयाक्सा। त्यसपछि रोजगारदाताले आफ्नो कम्पनीको दर्ता प्रमाणपत्र साप्च थुङरुकचुङ आफ्नो कम्पनीको दर्ता रजिस्टर नम्बर दिनुपर्ने हुन्छ। त्यसपछि सँगसँगै आफ्नो आइडी कार्डहरु जस्तै म्यानाजुङ अथवा आफ्नो आइडी कार्ड नागरिकता छुमिन धुङरुकचुङहरु अथवा म्यानाजुङ जुनसुकै भए पनि हुन्छ, त्यो दिनुपर्ने हुन्छ। त्यति भइसकेपछि चाहिँ हामी आफैले तयार गर्नुपर्ने डकुमेन्टहरु चाहिँ के छ भन्दाखेरि सबैभन्दा पहिला हामीले आफ्नो कार्ड एप्लाई गरिसकेको हुनुपर्छ। कार्ड एप्लाई गरिसकेपछि चाहिँ हाम्रो आइडी कार्ड आउँछ। अनि आइडी कार्ड आइसकेपछि चाहिँ कार्ड चाहिन्छ, पासपोर्ट चाहिन्छ। पासपोर्ट आइडी कार्ड भइसकेपछि त्यहाँ भिजा परमिट लिनको लागि एउटा थोङप सिन्चङछ भन्ने एउटा कागज हुन्छ, एप्लिकेसन फर्म। त्यो एप्लिकेसन फर्म फिलअप गर्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो भनिहाले पासपोर्ट, त्यसपछि हाम्रो आइडी कार्ड उइगो गिन्दोङरुकचुङ भन्ने हुन्छ, त्यो कागज सँगसँगै अनि हाम्रो जुन त्यसको लागि त्यसको लागि चार्ज चाहिँ भिजा वर्क परमिटको लागि चार्ज चाहिँ 12 मानोन भनेको 1,20,000 वोन सिप ई मानोन चाहिँ हामीले तयार गरेर त्यहाँ इमिग्रेसनमा जानुपर्ने हुन्छ। त्यो इमिग्रेसनमा गइसकेपछि कतिपय इमिग्रेसनले चाहिँ अब त्यही दिनमा चाहिँ हामीले वर्क परमिट पाउन सकिन्छ भनेदेखि कतिपय इमिग्रेसनहरुले चाहिँ 1 हप्तासम्म पनि लाग्न सक्छ। त्यो आफ्नो इमिग्रेसन अनुसार भर पर्ने कुरा हो। काम गर्ने क्षेत्र चाहिँ जुन E74R जहाँ काम गरिरहनु भएको छ त्यो क्षेत्रभरिमा जहाँसुकै पनि काम गर्न सकिन्छ। कम्पनीमा पनि काम गर्न सकिन्छ भनेदेखि हामी सिक्ताङमा पनि काम गर्न सकिन्छ। यदि सिक्ताङमा काम गर्नुहुन्छ भने चाहिँ आफ्नो नजिकको फुगोनसोबाट चाहिँ फुगोनचुङ भन्ने एउटा कागज बनाउनु पर्ने हुन्छ। त्यो फुगोनचुङ भन्ने कागज बनाइसकेपछि चाहिँ त्यो फुगोनचुङसँगै आफ्नो जुन अहिले भनेको एलसी पेपर अनि विभिन्न डकुमेन्टहरु अहिले भने जति सबै डकुमेन्टहरु चाहिँ लगेर हामीले इमिग्रेसनमा गएर हामीले एप्लाई गर्न
सकिन्छ। यो एप्लाई गरेको केही हप्ता अथवा इमिग्रेसन अनुसार भर पर्छ। कुनै इमिग्रेसनले आजको आजै पनि दिन सकिन्छ भने कुनै इमिग्रेसनले चाहिँ 1 हप्ता जतिको टाइम लिएर चाहिँ हामीले त्यो गर्न सकिन्छ। यसरी हामीले सबै कागजपत्रहरू सबै डकुमेन्टहरू तयार गरेर चाहिँ इमिग्रेसनमा गएर हामीले वर्क पर्मिट लिइसकेपछि वर्क पर्मिट पाएपछि हामीले जुनसुकै ठाउँमा जुन आफूले लिएको वर्क पर्मिट लिएको ठाउँमा चाहिँ सजिलैसँग हामीले काम गर्न सकिन्छ। यसरी नै हामीले E74R भिजाको जुन F3 भिजाले पाउने यसरी वर्क पर्मिट चाहिँ लिने प्रक्रिया चाहिँ मैले सरसर्ती भने। यसरी नै तपाईँहरूले आफ्नो वर्क पर्मिट लिन सक्नुहुनेछ। भिडियो कस्तो लाग्यो? भिडियो हेरिसक्नु भएपछि नबुझेको कुराहरू कमेन्ट पनि गर्न सक्नुहुनेछ भन्दै भिडियो कस्तो लाग्यो? भिडियो हेरिसक्नु भएपछि आफ्नो कमेन्ट राख्न सक्नुहुनेछ। अनि विभिन्न अरू इन्फर्मेसनहरू लिन चाहनुहुन्छ भने मेरो बायोमा भएको विभिन्न सोसियल नेटवर्कमा पनि कनेक्सन गर्न सक्नुहुनेछ भन्दै यो भिडियोबाट बिदा हुन्छु। हस्त, धन्यवाद।